Hi guys, welcome to my vlog. आज हामीले बनाउँदै छौं भेज मोमो. फर्स्ट टाइम. त्यसको लागि हजुरआमाले मुस्दै हुनुहुन्छ. पिठो मुस्दै हुनुहुन्छ. परोठाको लागि. परोठाको लागि? के को परोठा? आलु परोठा. ए मोमो हैन र? त मोमो खाने. परोठा भोलि खामला. आज मोमो खानी. हस् भन्नु न. हस्. भेज मोमोको लागि हामीले अलिकति सोयाबिन लियौं. त्यसपछि मेरो हेल्पिङ ह्यान्ड मेरो हस्बेन्डले प्याज काट्दै हुनुहुन्छ. ल प्याज काटेको खिच त, मैले कसरी काटेको छु भन्दै. अनि मैले प्याज काटेको भिडियो बनाउँदै छु. हाम्रो यो भिडियो फर्स्ट टाइम हो, त्यसैले धेरै कमी कमजोरीहरू छन्. त्यसको लागि क्षमा प्रार्थी छौं. पछि हामीले राम्रो आफूले बेस्ट दिँदै जानेछौँ भन्ने हजुरहरूलाई विश्वास दिलाउँदछौँ. त्यसरी हामीले यसमा मिक्सिङ गरिसकेपछि यसले मसिनो गराउँछ अनि मसिनो गरेर काट्नु पर्दैन. धेरै नै सहज हुन्छ यो भाँडो मोमो बनाउनको लागि. यो भाँडो जापानमा सजिलैसँग उपलब्ध हुन्छ. 250 अथवा डङ्कीहरूमा सजिलैसँग पाउन सक्नुहुनेछ. This is soybean. र हामीले यसपछि सोयाबिन बन्दा प्याजलाई यसरी काटेर मिक्स गर्यौं. अनि यता चाहिँ अचार बनाउनको लागि मैले प्यान बसालेँ अनि त्यसमा चाहिने सबै इन्ग्रेडियन्ट्स मलाई भन्न आउँदैन सबै चिज मिलाएर राखेर ध्यान दिउँ. अनि मैले यसलाई चलाउँदैछु. अनि त्यसपछि यो चाहिँ यो कालो कालो देखिएको चाहिँ किङ चिल्ली हो, राजा खुर्सानी. अनि हल्का सब्जीहरू सबैलाई फ्राई गरिसकेपछि मेरो हस्बेन्डले यहाँ बेल्दै हुनुहुन्छ. अनि भन्दै हुनुहुन्छ, हेर त मैले कति राम्रो बेलेको, गोलो सुक्खा रोटी जस्तो अरे. अनि मैले चाहिँ र्याप गर्ने अनि मेरो हस्बेन्डले बेल्ने. यसै गरी नै हामीले मोमो तयार गर्दैछौँ. अनि हाम्रो प्यारो हजुरआमा चाहिँ प्लातिनीलाई खेल्दै गर्नुभएको छ. खाना पनि मन लाग्ला. कुरा त कति आउँछन् कति यसो परेको चाहिँ गर्नु हुन्छ भन्थे हैन. कतिको डलिउने हो लामी चाहिँ. मेरो चाहिँ डलिङ भन्दै है. बाउको त गइछ, म त लिन्छु छोरी. देखौला. छोरी जस्तै छ. छोरीको बारेमा के बोल्नु अगाडि मेरो घरमा काम गर्नु. बाउ जस्तै हुने भइ. हेलो हैन न मैले बेलका. हुन्छ सुनि न. यतिको बेल्ने भएपछि नेपालमा म बेचेर खान सकिन्छ हैन. उस्तै दुःख परे बजार लिएर हिँड्यो के एउटा. उस्तै दुःख पर्छ र भने. भन्नाले के म त घर फाल्छु न, आगो किन राख्यो जाने हलो दिहानी. त भन्दा मोमो बनाएर बेच्नै खोजिरौ. अच्छा. आज बेलका आधुनिक युगमा गोरु जोत्न पर्यो नि, के युनाइटेड जोत्न पर्यो र पैसा कस्तो दिन्छ अरे बाबुले. हैन त भन्दा मोमो बेच्यो. गर्मी पसिना आउँदै म भेट्ने. अनि पाडे दिखै. आनन्द यहाँ एक खाना में की चीज है जाडो महिनामा यसले ये बात कति आनन्द पर्दैन पैसा भए त नेपालै ठिक छ नि
पछि त पहिला नभएको नि आनन्दले बाँचे हामी ए त उसमा चपिन्छ नि पत्रिकामा थाहा कि नै बरु सिधै तेल लगाएर भाँडा राख्यो भने त हेर जति गरेको मैले एउटा कटोरमा तेल गर्नु यसो मेन भाँडो खोइ त हजुर मेन भाँडो ऊ त्यहाँ माथि चाहिँ गोठ्यो त हाई मोमो हेर त कस्तो राम्रो बनाउँछु मैले मोमो तपाईँ बिचमा पातल बनाउनु नि त त्यो होला बिचा गाडा मैले बाटो बनाउँछु भने बेललाई त्यस्तो हुन्छ हुँदैन खै के हो यो भेज मोमो कहाँ अब नेपालमा आएर त्यही बेच्ने अरे बुढाबुढीले त्यो एउटा बरस देखेँ मैले कहाँ माउ सबैलाई सन्चै छ बाबाले पनि गर्न आउँथ्यो भर्खर मम्मीले मकै खनेर पनि ल्याइदिएको क्या त्यही चिया नास्ता खाँदै बसेको छु भन्नु आउँथ्यो एक्लै खनेर भ्याउनु लागि भन्नु नि त कसैको पनि सम्म खनिराखेपछि दुख्दैन नरेको खुट्टा हो काम गरेर पुग्दैन त्यही भएर देखाउन लगाइदिनु होला अनि त्यो कुरो त जायो है मैले मान्छु ए बोल्दै आउने छ मैले त दिखाम गरेँ यसमा राखेको भाउ होइन त यसमा पनि हुन्छ मान्छे भएन त्यस्तो बोल्नु ल हजुर सानो ए छाना ल ल केला रुन्छ सानो बेटी लो भएछ ल हेर चार गर्ने बिच ल त्यही ल्याइदिए है फाइनल्ली गफ गर्दा गर्दै हाम्रो मोमो पनि रेडी भइसक्यो र हामीले यसलाई बफाउनको लागि राखियो अनि रुमको हालत यस्तो भएको छ अनि मेरो हस्बेन्डले चाहिँ अब भाँडा माझ्नु पर्यो भनेर भाँडा माझ्दै हुनुहुन्छ खानको लागि यति त मेहनत गर्नै नै पर्यो अनि यसरी हाम्रो मोमो रेडी भयो अनि मेरो हस्बेन्डले मोमो सर्भ गर्दै हुनुहुन्छ मोमो निकै मिठो देखिएको छ अनि जुसी पनि भएको छ भेज मोमो चाहिँ हाम्रो यो पहिलो पटकको ट्राई हो किनभने हजुरआमाले चिकनहरू नखाने भएको हुँदा हामीले पनि फर्स्ट टाइम ट्राई गरौँ न भनेर ट्राई गर्दैछौँ अनि हामीले मोमोको अचार पनि टन्नै राखेर खान लागिरहेका छौँ देख्दा त निकै मिठो देखिएको छ पहिलोचोटि हजुरआमालाई दिएर हजुरआमाले टेस्ट गर्दै हुनुहुन्छ हजुरआमाको यो लाइफमा फर्स्ट टाइम को ट्राई हो यसअघि कहिले पनि मोमो खानुभएको थिएन रे अनि मोमोको घाँस ठुलो भयो भन्दै हुनुहुन्छ अनि यो चाहिँ मेरो हस्बेन्डको प्रतिक्रिया अनि यसमा चाहिँ मैले कोक राख्छु तपाईले भिडियो खिच्नु भनेर मोबाइल तिर्साएँ हजुरआमाले पनि निकै मिठो मानी खानु भएको छ यता मैले पनि अब लिँदैछु खाए ल वाउ सोचेको भन्दा निकै मिठो थियो रियल्ली हजुरहरूले पनि यसै गरी खाइराख्नु भएकै नै होला तर हामीले कहिले पनि खाएको थिएनौं यो भेज मोमो यसरी बनाएर सधैँ चाहिँ मटन चिकनहरु खाइरहेको थियौं तर भेज चाहिँ फर्स्ट टाइम हो इट्स भेज मोमो very delicious made by me and my wife look at this juicy momo कति चोटी झरे यार
टुक्रा टुक्रा पारेर खान के स्वाद भयो त अनि हजुरआमाले यसरी टुक्रा टुक्रा पारेर मोमो इन्जोय गर्दै हुनुहुन्छ साथीहरू थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट एन्ड सब्सक्राइब